हेलो गाइस, नमस्ते हैन। सबैजना सन्चै हुनुहुन्छ होला आशा छ। म पनि एकदमै ठिक छु। म चाहिँ खास के भन्न लागेको भने आज चाहिँ हैन तपाईँहरूको लागि एउटा इन्फर्मेसन भिडियो पनि हो हैन। अहिले चाहिँ फेसबुकले नयाँ सिस्टम के ल्याएको छ भनेपछि जस्तो कि तपाईँहरूलाई आइडी मोनिटाइज गर्नलाई केही पनि चाहिँदैन। न 10,000 फलोवर्स न केही सब वाहियात कुरा हो हैन। तपाईँहरूले भिडियोमा 28 दिनभित्र 3 लाख भ्युज ल्याउनु भयो भने चाहिँ अटोमेटिकली तपाईँहरूको कन्टेन्ट मोनिटाइज अन हुन्छ है त। अनि जतिको पनि कन्टेन्ट मोनिटाइज अन भइसकेको छ त्यो क्रिएटरहरूलाई चाहिँ यहाँ माथि देखाए जस्तै गरेर हैन 7 दिनमा एउटा भिडियोमा 90,000 गरेर दुईवटा भिडियोको 90,000 क्वालिफाइड भ्युज मागेको छ हैन। मेरो पनि दिइराखे हैन। सपोर्ट गरिदिनुहोस् हैन। म पनि तपाईँहरूलाई इन्फर्मेटिभ भिडियो गर्छु अनि सपोर्ट पनि गर्छु म लिएर है। यो भिडियोलाई चाहिँ सक्दो सेयर गर्नुहोस् है त।